सो हेलो गाइज एन्ड वेलकम टु द ट्रिपी फिनिक्स मुभमेन्ट है। फेरि पनि आजको हाम्रो सानोतिनो यात्रा चाहिँ हाम्रो घरबाट शक्तिखोर झरनासम्म हुन्छ। अब बिस्तारै मेरो भाइ आउँदैछ लिनलाई, अनि त्यसपछि साथीलाई पिकअप गरिन्छ। साथीलाई पिकअप गरेर अनि त्यसपछि हामी फेरि आफ्नो गन्तव्यतिर लाग्छौँ। आजको सानोतिनो यात्रा चितवनको लोकल इलाकै हुन्छ आज पनि। गेस अब त्यही त हो, टाढा टाढा अहिले जान सके छैन किनकि अहिले अफिस पनि छ नि त मेरो। अफिसको टाइमलाई म्यानेज गरेर यही बिदाको टाइममा यसो घुम्नलाई तपाईँहरूलाई भ्लग लिएर आउँदैछु भन्दै अब आजको यात्रा चाहिँ यहाँबाट हामी चाहिँ सायद शक्तिखोर जाने चाहिँ दुईवटा रुट छ है। एउटा चाहिँ तपाईँले टाढीको जङ्गलबाट जान पनि सक्नुहुन्छ भने अर्को चाहिँ हाम्रो रुट भनेको पदमपुर हुँदै जान सक्नुहुन्छ कि भित्री बाटो। सायद आजको हाम्रो चाहिँ पदमपुरकै रुट हुन्छ होला जाने चाहिँ, किनकि त्यता सर्टकट नै पर्छ यताबाट जाँदाखेरि। कालिका नगरपालिका हुँदै मास्तिर जान मिल्छ नि त। सायद इच्छाकामना गाउँपालिका नै पर्छ होला शक्तिखोर झरना चाहिँ मेरो अन्दाजमा है। अब वहाँ गएपछि थाहा हुन्छ के हुन्छ। यति भन्दै लेट्स कन्टिन्यू आजको जर्नी। हस्, हेरिदिनु होला, राम्रोसँग हेरिदिनु होला अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। ल भाइ पनि ठ्याक्क आइपुग्यो। अब ठ्याक्क भाइ त्यहाँ छ अनि अब हामी कस्तो यो हल्लियो क्या। ल अब यसपछि हामी गइन्छ होला शक्तिखोरतिरै ठक्क लाएर। आजको यात्रा चाहिँ त्यहीँको हुनेवाला छ है। अब मलाई त पिकअप गऱ्यो अहिले। अब यसपछि हामी जाँदैछौँ हाम्रो साथी अनिस भन्नेलाई पिकअप गर्न। मेरो ब्लगलाई आयो भन्दै हेलो। आजको हाम्रो यात्रा कहाँसम्म अरे? आज हाम्रो अब झरनातिर। झरना कहाँको झरना? यो शक्तिखोर। शक्ति। ल अब यहाँबाट हामी शक्तिखोरतिर हुँदै गइन्छ। यति भन्दै लेट्स वेलकम है। अब बिस्तारै भ्लगहरू लिएर आउँछु। ल अब तपाईँहरूलाई मैले यहाँबाट भित्र है। अब मेरो भ्लग अहिले यही लोकल इलाकै हुन्छ किनकि चितवनलाई मैले फोकस गरेर हो अहिले प्रमोट हान्नलाई। अलि पछि समय आसी चाहिँ हुन्छ नि। अहिले बिदा पनि मिले छैन त्यस्तो अफिसको। अब त्यही शनिबार र आइतबार हो, धेरै ठाउँमा घुम्न भ्याइन, सर्टेन लिमिटमा घुम्न भ्याइन्छ। त्यही भएर अब त्यही अनुसारले प्रिपेयर गरेर तपाईँहरूलाई कुनै दिन मैले यस्तो दामी एउटा ठाउँको भिजिट गरेर देखाउँछु मैले भ्लग होइन। त्यही अनुसारले ल अहिले हामी आइपुगिसकेको छ जमदार बागोटो। ल अब साथी पनि निस्किन्छ यहाँबाट। ल साथी पनि आइपुग्यो है। साथीलाई पिकअप हान्ने हो। हेलो 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 हेलो। त्यहाँ मेरो ड्रोनहरू सबै छ त्यो उसमा। त्यस्तो मलाई हेपेको त्यो ड्रोन छ के हेर न। होला अहिले फेरि भाँच्यो भने अर्को आपत। ल डाइरेक्ट पहिला पसल गइन्छ, मोबाइल छोडिन्छ, पेट्रोल पनि हालिन्छ सहीचोकबाट। अनि त्यसपछि हामी डेस्टिनेसनतिर लागिन्छ है। आजको भ्लग चाहिँ हाम्रो शक्तिखोरको हुनेवाला छ। दामी बनाउने हो, दामी सोच्ने हो होइन। अनि भण्डारीले आज के अरे उसको के अरे गर है सर्ट भिडियोको तिम्रोमा है पुरै जिम्मेवारी। म भोइस ओभर गरेर पठाइहाल्छु बेलुका। स्क्रिप्ट लेख्ने बाँकी हो। तिमीले चाहिँ ट्यागको गर, म चाहिँ रहेछु बाट। यसको पार्लरको अब रोज ब्युटी पार्लरको मालिक हो उहाँ चाहिँ है। चिनाइराख्नु पर्दैन होला। फेस हेरेपछि अब सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है। फेरि सेयर गर्न, लाइक सेयर कमेन्ट सब गरिदिनु होला। रोज ब्युटी पार्लर गर, साँचो छोडेर कहाँ पसलमा छोड्ने हो कि पार्लरमा छोड्ने हो? पसलमा मुनि। पसलमा छोडेर अनि त्यसपछि फ्युल हालेर अनि हामी लागिन्छ है केटा हो। ल हामी अब फ्युल हाल्न सुरुमा आइसकेको छ है कैलाश पेट्रोल पम्प। यो चाहिँ पुलचोक अवस्थित पेट्रोल पम्प हो। यहाँ अब फ्युल हालेर ट्याङ्कीमा अनि त्यसपछि हामी जान्छौँ है। ओहो फ्युल हाल्नु पऱ्यो अब है। बाहिरबाट खिच्नु पऱ्यो, बाहिरबाटै हालेर अब हामी यहाँबाट निस्किन्छौँ। लाइन कुर्नु पऱ्यो फ्युल हाल्नको लागि। फ्युल फिलअप गरिसक्यौँ हामीले। अब यसपछि हाम्रो सुरुमा त पार्लर जाने भनेको थियौँ, तर सुरुमा हामी फ्युल हालेँ मैले। अब त्यसपछि बल्ल पार्लर जानु लाग्यौँ। हामी पार्लरबाट निस्क्यौँ।
बर्मेली चोक हुँदै पदमपुर हुँदै जान्छौँ। ओ के छ दाइ? हजुर हुँदैन दाइ हुँदैन। के छ भ्लग हो दाइ? भ्लग हाल्नु एक वर्षमा एकचोटि भेट्यो भनेर तपाईँको पोस्ट हालिदिने के दाइ? ल ल ल अब हामी यहाँबाट विशाल चोक हुँदै अगाडि गइन्छ। यहाँबाट केही सामानहरू किन्न जाँदैछौँ। साथी जान्छु भनेको सामान किन्न चाहिँ के सामान किन्ने हो उसले किनेर लिएर आउँछ। यहाँबाट गएर फलफुल सलफुल के खाने त भनिरहन् केटाहरूले। अब यहाँबाट अब हामी विशाल चोकबाट यो विशाल चोकबाट भित्र चाहिँ जान मिल्छ है। तपाईँहरू राइट टर्न लिएर यहाँबाट लेफ्ट टर्न लिएर पदमपुरको जङ्गल हुँदै तपाईँहरू माथि शक्तिखोर जान सक्नुहुन्छ है। अनि पदमपुर हुँदै जाँदैछौँ। फेरि के भन्ने यार भन्दा अब बोलिए होइन भन्न पनि के बोल्ने भयो। ल हामी आजको यात्रा शक्तिखोरसम्म त्यही त हो नि भन्ने होइन। हामी चाहिँ एउटा इन्ट्रो के हाल्यो थाहा? 3 2 1 गो जस्तो बसमा गाडी स्वाट गयो, ड्रोन स्वाट गयो होइन, ड्रोनको सिन त्यसरी बनाइदियो कि आजको भिडियो चाहिँ। त्यो हुन्छ नि कन्टेन्ट होइन कि फर्स्टमा इन्ट्रो देखाइदिने। ओके हामी चाहिँ अहिले पदमपुरको पुल कटिसकेको छ। अब पदमपुरको पुल कटेपछि अब यसपछि के आउँछ भन्दाखेरि तपाईँहरू शक्तिखोर जाने अगाडिको त चोक आउँछ कि त्यो चोकको नाम चाहिँ कस्तो बिर्स्यो हो। ठ्याक्क यो ठाउँ चाहिँ तपाईँहरूले ठ्याक्क छुट्याउन सक्नुहुन्छ। कालिका नगरपालिका पर्छ है। यो चाहिँ ठ्याक्क पुल कटेपछि कालिका नगरपालिका पऱ्यो। अहिले यहाँ फोहोरहरूको पनि व्यवस्था गरेछ नि त साथी यार। फोहोरहरूको पनि व्यवस्था गरिसकेको छ। अब हामी कालिका नगरपालिकाको गेट प्रवेश गर्दैछौँ है। यसको बाटो चाहिँ यो है। यसबाट हामी राइट लाउँछौँ। प्रकाश मेडिकल चोक, गीत समिति, प्रकाश क्लिनिक, यो चाहिँ हाम्रो टाढीको ओहो गैडा देखियो। गैडा चोक आइपुग्यो हामी। गैडा देखेर जुटपानी बजारबाट चाहिँ तपाईँहरू राइट लिन सक्नुहुन्छ। त्यो चाहिँ शक्तिखोर आउँछ है। अब अगाडि छ एउटा अझै दामी दामी। सो हाई एभ्रिवान, हामीसँग अहिले यस्तो डेन्जर घटना घट्यो नि यार। ड्रोन उडाउँदा हुन्छ नि ड्रोनै झन्नै क्र्यास भएको के, रुखमा झ्याप्प ठोक्यो। तर हुन चाहिँ केही भएन ड्रोन। तर सातो चाहिँ सातो उड्यो यार। तर जे भए पनि आजको हुन्छ नि एउटा अहिले जाँदाको एउटा इन्सिडेन्ट भनौँ न तपाईँहरूलाई सेयर गरेको। त्यो इन्सिडेन्ट चाहिँ बवाले इन्सिडेन्ट भयो। त्यो होस् फलोअप चाहिँ डेन्जर हान्यो है। जाने पुल आइसकेको छ है। यो चाहिँ शक्तिखोरको सानतिनो बजार भनौँ न। हाम्रो गाडी त्यहाँ छ। एउटा सर्ट लिने भनेर हामी ड्रोनको चाहिँ बवाल सर्टहरू क्लिप गरेर अनि हामी तपाईँहरूलाई देखाउँछौँ है। यो चाहिँ बवाल सर्ट्सहरू लिने बाँकी छ अझै पनि। साथी अब ड्रोन लिएर आउँदैछ, ड्रोन उडाउने भन्नु एउटा क्लिप लिन क्या।
फाइनल्ली हामी शक्तिखोर आइसकेको छ तर आइसकेको चाहिँ छैन है किनकि अब यहाँबाट हिँड्न नि पर्छ अझै शक्तिखोर जाने बाटोमा आइसकेको छ यहाँबाट हामी हिँड्दै जानुपर्छ के छ भाइ मैले भ्लग गरेको गर्न पाउँछु होला नि है ल अब भाइ पनि झऱ्यो केटाहरू पनि झऱ्यो है ए भन्दाखेरि जहाँ पनि बाटो नि ए पाइन्छ है यहाँबाट हामी शक्तिखोर जाँदैछौँ है अब यहाँ के छ यहाँ कस्तो लागिरहेको हामी अब ट्याक्क न्यू फिलिङ होइन शक्तिखोरको धेरै पछि आएको यहाँ चाहिँ 3-4 वर्षपछि नै भयो होला धेरै नै भयो म पनि धेरै भइसक्यो यार त्यही माथि बसेर खाएको यार साँच्ची भन्दा ल आज चाहिँ यहाँको चाहिँ यस्तो मिठो छ्याङ पाउँछ भन्ने यसो न्युजमा आइरहेको थियो सो आज हामी यहाँको छ्याङ टेस्ट गर्न चाहिँ आएको छौँ कस्तो हुन्छ हामी तिनजनाले एक ग्लास खान्छौँ अनि त्यसपछि बल्ल हिँड्न जान्छौँ कस्तो हुन्छ त एक्सपिरियन्स यसो गेस गर्दा ल गरेर कस्तो मिठो छ छ्याङ यो चाहिँ कोदोको अरे है हामीले खाएको चाहिँ उतातिर मकैको अरे यो चाहिँ कोदोको प्योर भन्नुभएको अरे एकदम एक बोतल छ्याङ चिसो भएर जानुपर्छ अब मासतिर केटाहरू अब त्यहाँ ड्रेस चेन्ज गरेर अनि त्यसपछि अब हामी मासतिर जाँदैछौँ ल अब हामी निस्किँदैछौँ है यहाँबाट ए कपडा मिलाउँदैछ अब हामी जाँदैछौँ पछाडि के अरे ट्याक्क बुक गरेर के अरे बुक गरेर होइन प्याक गरेर अब हामी मासतिर शक्तिखोरतिर हिँड्दैछौँ है ल केटा हो अघि है मेरो ब्याग त त्यहाँ सब वासिङ मेसिनमा हाल्दै के धुनको लागि त्यही भएर नि गाह्रो छ हौ आज त ल अब हामी चाहिँ अब आधी घन्टा जति हिँड्नुपर्छ होला अझै त्यसपछि बल्ल मासतिर पुगिन्छ यहाँ झलुङ्गे पुलबाट त क्रस गर्नु पर्दैन हिँड्न यार लो मलाई अहिले थके लागिसक्यो यार हिँड्दा सो गाइस हामी चाहिँ अब झर्नातिर नुहाउनलाई हिँडिसकेको छ त्यही हो मेरो विस चाहिँ मासतिरको आजको पानी चाहिँ सफा र क्लिन भइदियो हुन्थ्यो अस्तिको जस्तो जलभिरेमा जाँदाखेरि जस्तो नभइदियो हुन्थ्यो मेरो इच्छा चाहिँ त्यही हो तर यहाँको पानीहरू यहाँ पानी आउँदाखेरि चाहिँ फ्लो हुँदाखेरि चाहिँ राम्रै खाएको अरे यहाँको पानी टन्नै छ हौ जान यहाँबाट कति हो कति अझै हिँड्न ऊ त गाउँ देख्नु भए उता बिच्चाको गाउँ हेर्नु त यो गाउँ त्यहाँ पुग्नु है त्यहाँभन्दा नि मासतिर अझै हामी चाहिँ अहिले आधी बाटो आइपुगिसकेको छ है यहाँ मासतिर हजुरहरूले देख्न सक्नुहुन्छ घर छ होला हामी आइसकेको छ जे भए पनि यहाँ आइदिनु होला लोकल प्लेसलाई भिजिट गरिदिनु होला यहाँको मान्छेहरूको बोलीचाली नि मिठो छ अनि सहयोग गर्ने भावनाहरू पनि मिठो रहेछ हामी आजभन्दा करिब यहाँको 2 वर्ष भयो होला त्यही पनि त्यहाँ मुनिको मान्छेले चिनिदिनु भयो खुसी लाग्यो भाइ तपाईँ त यहाँ अस्ति नै आउनु भएको थियो हामीसँग फोटो खिचेर जानुभएको थियो भन्नुभयो रमाइलो लाग्यो खुसी लाग्यो 2 वर्ष अगाडिको पनि चिन्दा है अनि एउटा कुरा के हो भन्दाखेरि बाँकी दिनु भयो हल्का सामान फेरि बाँकी दिनुभयो भन्दा पनि धेरै बाँकी होइन 2-3 घन्टाको 2-3 घन्टाको लागि बाँकी दिनुभयो फेरि गएर तिरिहालिन्छ नि त्यस्तो गरेर हिँड्नु भएन अनि यो सामानहरू चाहिँ प्याक गरेर लिएर जाँदैछौँ अनि एउटा कुरा चाहिँ के हजुरहरूलाई मैले प्रत्येक भ्लगमा भन्छु कि कहिले पनि फोहोर चाहिँ नगरिदिनु होला यस्तो ठाउँ आएर है ए ल हेर्नु यहाँ है गोर्खा खाएपछि गोर्खाली हुनु भएन गोर्खा खाएपछि गोर्खाली हुनु पर्यो अनि फोहोर गर्नु भएन है त्यो बाइक बिस्तारै जाँदैछ
अलि माथि यो चाहिँ गुफा हो है यहाँ बस्ने आराम गर्ने गुफाहरू हेर्न सक्नुहुन्छ केटाहरू त्यहाँ बसिरहेछ अझै हामी जानै बाँकी छ हामी एकछिन गुफामा बसेर बस्यो भन्दा नि एकछिन भोक लगाएर भाइलाई खाजासाजा खाएर निस्किन्ला हाम फेरि मासतिर त्यही हो अब जे जस्तो भए पनि आजको दिन रमाइलोसँग बिताउनु पर्यो है किनकि भोलि पनि बिदै छ त्यही भएर भोलि कतै हिँडिँदैन यार खोल्टीमा पैसा नि हुनु पऱ्यो नि भ्लग बनाएर हिँड्नलाई यार सधैँ गाह्रो छ नि यार हामीलाई पनि होइन र त्यही भएर त मैले भनिरहेको हुन्छु नि लाइक कमेन्ट सेयर गरिदिनु फलोअप गरिदिनु सब्सक्राइबर बढाउनु त्यही अनुसार तपाईँहरूलाई भ्यू ल्याउन सकिहालिन्छ नि हामीले होइन र अब हामी आधी बाटो आइसकेको छ लास्ट थकित नि भइसक्यो है अब आधी बाटो भन्दा नि लगभग 5-10 मिनटमा पुगिन्छ होला सायद यहीँ मासतिर हो झर्ना चाहिँ